आज भन्छ तर म त अल्छी लागेर म माटै घाम लागेको छु त्यस्तै भगवान् अब आइसा भगवान् चिया पकाएर दिनुपर्छ नागन अब अल्छी लागेको बेला यहाँनिर भगवान् अल्छी लागेको बेलामा त के साह्रो नि बस्नु नि हुन्छ बस्नु ले त बस्नु हुन्छ कहाँ गएर आउनु भएको ए के साह्रो राम्रो देख्यो अस्ति राम्रो देखेछ होइन आज त मैले मेकअपहरू पनि गरेको छुइनँ यसो क्रिमहरू पनि लगाएको छुइनँ केस पनि कोरेको छुइनँ राम्रो देखेछ हो र अन्त मैले त आज क्रिमहरू पनि लगाएको छुइनँ मेकअप सेकअप केही गरेको छुइनँ त्यस्तो राम्रो देखेको साँच्ची हो कि त्यसो ढाँटेको त्यसो भने त अल्छी सल्छी पनि कहाँ गयो घामले पोलेको मजाले हरायो त नि त घामले पनि डढिलो रहेछ त अन्त घाममा बसेर हो र के तपाईँ चिया खाने म पकाइदिन्छु ल चिया ल चिया खानु नि म पकाएर ल्याउँछु ल बसेर गरममै भए पनि चिया खाउँ न गफ गर्दै गर्नु दुईजना ल हुन्छ चिया खाने बुद्धि लगायो हामीले अन्त त अल्छी गर्दा अन्त त चियाको गर्नुपर्छ भनेर होला नि अन्त त राम्री भनेको त गयो कुनै के भन्दै थिइन् नि हामी आयो भनेर होला नि राम्री भनेको त गयो चिया पकाउनु अन्त त फुर्ती भएर गयो नि दुई मैले चिया पकाएर ल्याएँ दुईजनाको खानु नि यस्तो स्पिड कस्तो दामी स्पेसल बनाएर ल्याइदिएको छु मैले यहाँ चिनी दुध टक्कै मिलाएर ल्याइदिएको छु यहाँ हुन्छ कस्तो भएछ मिठो दामी भएछ मान्छे जस्तै भएछ चिया हो र कस्तो दामी जस्तो मान्छे त्यस्तै चिया पनि भएछ हो र मिठो अन्त आज त मैले त्यस्तो क्रिम सिम नलागे यस्तो राम्रो भएको खै राम्री देखेँ राम्रै भइरहेको छ आज त अन्त कति जस्तो भएछ हो र साह्रै राम्रो भएछ